त साग कति ठुलो आन्छ के यहाँ त फेरि झन्नै लोटेन के आहा यहाँ रहेछ सागको बुल्का कति राम्रो हुन्छ उकालोमा जाने यस्तरी माथि जाने उकालोमुखी यस्तरी गाइस हेर्नु न यस्तो पोका पारेर रुमालमा पोको पारेर अब घर फर्किनु लाग्यो हेर्नु साग किन्यो अब पोको पारेर जान लाग्यो घरतिर लाग्छ होला न घरमा पुग्न आधी घन्टा लाग्छ है आधी घन्टा हेर्नु यस्तो बाटो मेरो त बिहान घाँस काटेर खुट्टा दुखिरहेछ गाइजहरू हेर्नु न फेरि पहिलोचोटि भिडियो बनाएको त्यही भएर गाइजहरू भन्न आइरहेको कि मलाई फेरि किन यस्तो बाटोमा यस्तो राम्रो केटीहरूलाई देखेर अघि ड्राइभरहरूले लाइन हान्दा थियो यार मोबाइल ल्याएर टिकटक गराएर साग हेर्नु न आहा ती राम्रो घर गएर तँलाई मैले यस्तरी भुटेर खान्छु गरेर